जय नेपाल। इस कार्यक्रम का सभा अध्यक्ष नेपाली कांग्रेस काठमाडौँ जिल्ला कार्य समिति का सभापति कृष्ण सबुज बानियाज्यू, मेरो आदरणीय नेता नेपाली कांग्रेस का महामंत्री विश्व प्रकाश शर्माज्यू, सहमहामन्त्री फर्मुला मंसूरज्यू, पार्टी का केन्द्रीय सदस्य साथीहरू, थुप्रै अग्रज नेताहरू यहाँ हुनुहुन्छ। आदरणीय महेश दाई लगायत सबै मञ्चमा रहनु भएको, तल रहनु भएको सबै मेरो अग्रजहरू, उपस्थित साथीहरू, सबैलाई हार्दिक जय नेपाल। 2007 साल भन्दा अगाडिबाट अस्ति भाद्र 23-24 गतेसम्म यो माटोमा भएका विभिन्न क्रान्ति, विद्रोह, आन्दोलन सबैमा शहादत प्राप्त गर्ने सबै ज्ञात अज्ञात शहीदहरूप्रति नमन गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्छु। हिजो मात्र हामीले हाम्रो पार्टीको एकजना श्रद्धेय नेता गुमाएका छौँ, आदरणीय होमनाथ दाहाल दाई। उहाँलाई सम्झन चाहन्छु, उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्छु। आज दिउँसो म यहाँ आउँदै गर्दा पछाडि मञ्चमा हेरेँ आदरणीय ओमकार दाईदेखि लिएर हाम्रो उमेर जति भन्दा त्योभन्दा पनि धेरै वर्ष सङ्घर्ष गरिसक्नु भएको थुप्रै नेताहरू मञ्चमा हुनुहुन्थ्यो। तल हेरे थुप्रै पाको उमेरदेखि लिएर थुप्रै नौजवान साथीहरू चुप्म भरिएको देखेँ। यत्रो उपस्थिति देख्दा भाव विह्वल भए। तर अहिले अघि नै नेताहरूले भन्नुभएको जस्तै मैले पनि पछिल्लो समयमा यत्रो लामो समयसम्म तसमस नगरिकन एउटा प्रतिबद्धताका साथमा राजनीतिक कार्यक्रममा भाषण सुनेर यति लामो समयसम्म बसेको पछिल्लो समयमा कहीँ पनि देखेको थिएन। यो उपस्थितिले पनि देखाउँछ